ल है सम्पूर्णमा नमस्कार। आज हामी यसो देखेर फेरि डर लाग्यो फेरि मेरो पनि खिच्नु देउको सुत्दा हुने भयो है। आज यता एकछिन हेर्नु त, आज उहाँ सरले चाहिँ हामीलाई क्रुज घुमाउँदै हुनुहुन्छ है। हामी यति बेला हाम्रै जिल्लामा छौँ, नलपुरमै छौँ। ल हुन्छ सर, लागौँ है। ल जाउँ सर, हाम्रो प्रेम सर पनि हुनुहुन्छ। ल जाउँ। ल यति स्ट्यान्डर्ड जानुहोस् त हाम्रो क्रुज। ल नेपालको पहिलो क्रुज। अब साना साना क्रुजहरू त ठाउँमा चलेका पनि थिए होइन, हाम्रो कालीगण्डकीमा। तर अब यहाँ हेर्नुहोस् त, उहाँले देखाउँदै हुनुहुन्छ। हामी क्रुजभित्र छौँ है साथीहरू। हाम्रो सरले चाहिँ यहाँ हामीलाई देखाउँदै हुनुहुन्छ। ए ककपिट यता हो ए, ओहो देखाउन मिल्ने हो कि होइन? मिल्छ होला है। ल जहाज चलाउने ककपिट छ है यहाँनिर। तपाईँहरू हुन्छ है। अब उहाँहरू हेर्नुहोस् त, यो यसरी चलिरहेको छ यहाँ नारायणी। उतापट्टि तपाईँको चितवन जिल्ला। ल हुन्छ सर, हामी जाउँ है भित्र। नेपालको हाम्रो पहिलो जहाज, पानी जहाज क्रुज है। साना साना त यहाँ पनि चलिरहेका छन् है साथीहरू। यहाँ हाम्रो नारायणीमा पनि, उता चितवनपारीबाट यता नलपुर साइडबाट चलिरहेको छ। तर हाम्रो यो चाहिँ यता एकदमै विशुद्ध नवलपुरमा बनेको नेपालकै पहिलो क्रुज पानी जहाज भित्र हामी छौँ अहिले यति बेला। हजुर यो रिसेप्सन है। हजुर ओहो किचन, हजुर। ल यो चाहिँ किचन भयो। हजुर अब हामी सेकेन्ड फ्लोरमा जाँदैछौँ नि। हाम्रो चाहिँ टोयलेट बाथरुम भयो। ए सरी सर। ल यो टोयलेट बाथरुम। हजुर हुन्छ हुन्छ सर। ल हामीलाई चाहिँ हजुर है त, मलाई सरले चाहिँ धेरै सहयोग गर्नुभएको छ एकदमै। तपाईँहरू हामी दोस्रो तल्लामा छौँ है। सम्पूर्ण मा चाहिँ हामी अनुरोध गर्छौँ तपाईँहरू चाहिँ एकदमै यो राइनो क्रुजको चाहिँ भ्रमण गर्नु होला, सहयोग गर्नु। नेपालमै बसेर पनि हामी पानी जहाज चढ्नु भनेको एकदमै सौभाग्य नै हो। हजुर हजुर हामीले हजुर ए यो भिआइपी कक्ष ए अन्य अवस्थामा हामी यतातिर आउन पाइएन। ए ए ए अब हामी माथि होइन, 3 तला। हजुर हामीले पनि एउटा जिल्लाको गीत एउटा रेकर्ड गर्नको लागि चाहिँ, त्यही बुझ्नको लागि चाहिँ हामी आएको यहाँ। एउटा हाम्रो सान, हामीले पनि हाम्रो गीतमा भिडियोमा समावेश गर्नुपर्छ भन्ने तरिकाले आएको सरले चाहिँ देखाइराख्नु भएको छ। अब हामी सेकेन्ड फ्लोरको अगाडिपट्टि आउँदैछौँ।
हजुर आनन्द है आनन्द त्यही त नि पाइयो ए तल चाहिँ जान्छ है पुल क्रस ए हजुर ल ल सर यसो अलिअलि बिस्तारै बिस्तारै घुमाइदिनु त सरसँग यहाँ धेरैले हेर्नु भएको छ उहाँले चाहिँ यसो गर्नुहुन्छ बस्नु है है ल हजुर म बसेर खिचौँ न आउनु ल यता आउनु त सेक्युरिटी इन्चार्ज हजुर ल हामी लाइभमै छौँ है साथीहरू ल थ्याङ्क यू ल अब माथि जान पाइन्छ सर कस्तो छ ल 3जना बसेर खिचौँ सर छालेलाई हलाउँदो रहेछ कति स्पिड छ गाडीहरू त है सर कति स्पिड छ नि धेरै स्पिड छ यस्तो दौडाउने अनि यो त धेरै रिस्क छ कि अनि धेरै रिस्क त्यही भएर यो पोर्साल चढेको म पनि सर बचाएर चढाएँ यार मलाई यस्तो भयो कि सर आफ्नो भन्दा पनि अरू परिवारको हुन्छ समस्या कि अनि हो नि अनि फेरि घुमाउँदा पनि यस्तो घुमाइदिन्छ कि ल अन्त यो त धेरै आनन्द छ थाहा हुन्न यो चाहिँ थाहा ओहो जाम होइन यो बनाउन कति समय लाग्यो सर यो बनाउन अब 1-2 दिनमा हुन्छ होइन मतलब भनेको जस्तो तपाईँको पहिला यो बन्नको लागि मात्रै कि तयारी हुनको लागि मात्रै धेरै लाग्यो बाहिरबाट है हामी दोस्रो फ्लोरमा छौँ है यो जहाजको एक्जिट रहेछ यो चाहिँ हेरेर हजुर अब हामी 2 तला ए 1 तला पानी मुनि छ त्यो पानी मुनि पनि जान पाइन्छ पाइँदैन ए सामान पानी मुनि नै पानी अर्को 1 तला ए हामी अब माथि टपमा छौँ है साथीहरू हामी यति बेला यो अन्तिम ओहो हेर्नुहोस् त बस्नलाई मजा है अन्त हो त नि अब यहाँ त तपाईँको कार्यक्रमदेखि लिएर पार्टीहरूदेखि लिएर बिहाको कुरा सबै हुने भयो ओहो हामी अन्तिम फ्लोर माथि चाहिँ छौँ भनेपछि यो कति तलाको भयो सर अब यो 3 तला माथि ए 3 तला माथि यो रह्यो हजुर 1 तलै छ है मेसिन मात्रै छ त्यहाँ ए ल उतापट्टि पनि हेर्नुहोस् क्रुज के भन्छ सिग्नेचर पुल बनिरहेको छ अब वास्तवमा हामी नवलपुरवासीको लागि एकदमै खुसीको खबर यो पुल पनि लामो समय पुरानो भएको कारणले गर्दा अलिकति गाह्रो थियो पूर्व पश्चिम राजमार्ग जोड्ने पुल पनि हो यो
ठामठामको पुलहरू भत्किँदाखेरि यता पनि कतै केही हुन्छ कि भन्ने चाहिँ हामीलाई त्यो लाग्थ्यो। अब चाहिँ अबको 2 वर्ष 3 वर्षभित्रमा चाहिँ यो पुल पनि निर्माण गर्ने योजनामा छ। त्यो भएको कारणले गर्दाखेरि धेरै ए हो राम्रो कुरा। बेलुकामा आनन्दले बस्नलाई चाहिँ है त्यही त नि यो उताको तपाईँको चितवन हो। हामीले एउटा जिल्लाको गीतको सुटिङ गर्नको लागि के कसो छ भनेर बुझ्नको लागि चाहिँ हाम्रो आदरणीय गुरु प्रेम सर मेरो प्याटर्न फ्रेन्ड र म भएर चाहिँ हामी यहाँतिर आएको। अब यसमा पनि एउटा दुइटा चाहिँ यसो सिनहरू लिनुपर्ने, किन यो हाम्रो एउटा गौरवको कुरा पनि भयो भनेर बुझ्नको लागि चाहिँ यहाँनिर आएको थियो। हाम्रो सरले चाहिँ सहजीकरण गरिदिनु भयो, धेरै खुसी लाग्यो। ल है त ल है साथीहरू ल हजुर के 6 फिट है यो चाहिँ जस्तो तर त्रिवेणीमा छ नि त्यो ताल पारेर त्यो बल्ल त्यहाँनिर हुने भयो कि त्यस्तै यता पनि ड्याम बाँधेर यो ताल भएको है ल हुन्छ ओके रोड बनाइदिएछ कलकत्ताबाट हिँड्यो आज हिँड्यो भने अब भरे साँझिन्छ भोलि चाहिँ पर्सितिर चल्छ। हाम्रो चाहिँ अर्को चाहिँ हाम्रो चाहिँ पार्टी छ हजुर जेनेरेटर अवश्य अब हजुर जेनेरेटर छ हाम्रो चाहिँ बत्तीको लागि चाहिँ जेनेरेटर छ। यो पुरै हाम्रो गैँडाकोट नगरपालिका होटल रिभर क्राउनले चलाएको रहेछ। हजुर यो होटल होइन माथिको मौलाघाटी। हजुर प्रेम सर अनि कस के छ त दुई चार कुरा भनिदिनुहोस्। ल थ्याङ्क यू है ल हुन्छ साथीहरू ल समग्र साथी सबैलाई यो जानकारी गराउँदै सरहरूबाट अब हामीले जानकारी गरायो। तपाईँहरू पनि एकदमै यसको लागि चाहिँ होइन एकचोटि आउनु होला। कम्तीमा पनि एउटा चाहिँ नेपालमै बसेर पानी जहाज चढेको अनुभूति गर्नु होला है त। अनि हाम्रो यो स्थानीय प्रबन्धन एउटा बनेको कुरा पर्यटकको कुराहरूलाई एउटा प्रबन्धन गर्नको कुरामा पनि तपाईँ हाम्रै साथ सपोर्ट चाहिने भएको कारणले गर्दाखेरि अब केही समयपछि हामीले पनि अब हाम्रो गीत जिल्लाकै गीतको लागि पनि अब यहाँ अलिकति केही सुटहरू लिन खोजेको कारणले गर्दा पनि पूर्व तयारी स्वरूप हामी आएको र अब तपाईँहरूले अब केही समयपछि हामी आउँदैछौँ यहाँ आएर अब हाम्रो भिडियोमा पनि तपाईँहरूले यहाँको सिन चाहिँ देख्न सक्नुहुन्छ है। ल विशेष गरेर सरको नाम चाहिँ यसो हजुर कहाँ घर चाहिँ कहाँ सर? ए बन्दीपुर तनहु बन्दीपुर। ए सरको नम्बर चाहिँ लिएर जाउँ है सर, पछि आउँदाखेरि सजिलो हुन्छ। ल हुन्छ ल सम्पूर्णमा नमस्कार है। अब यो तपाईँहरूले हामीले यहाँको सुट के लिन्छौँ सर लिन्छौँ साथीहरू, त्यसपछि तपाईँहरूले भिडियोबाट पनि देख्न सक्नुहुन्छ है। अब एकदमै व्यापक प्रचार गर्नुपर्ने आवश्यक छ, तपाईँ हामीले नै गर्ने हो। ल थ्याङ्क यू है त। ल हस् त ल।